गाइस आज चाहिँ मामु र म हाम्रो रिलेटिभ्सहरूलाई प्र्याङ्क गर्न गइरहेको छौँ हाम्रो मामा घरतिरको मान्छेहरूलाई अनि मेरो चाहिँ नयाँ नम्बर छ अनि रिसेन्टली लिएको न्यू नम्बर छ त्यो नम्बर चाहिँ कसैले थाहा छैन मामा घरपट्टि अनि त्यही भएर त्यो नम्बरबाट चाहिँ प्र्याङ्क गर्न गएको छौँ अब हेरौँ कस्तो हुन्छ चिन्नुहुन्छ कि हुन्न 4-5जनालाई 2-3जनालाई अब जति हुन्छ भिडियो कतिको बन्छ त्यति गर्ने अनि एकदमै रमाइलो हुनेवाला छ अनि अब हेरौँ कतिले चिन्नुहुन्छ होला कतिले चिन्नुहुन्न स्वरबाटै थाहा पाइहाल्नुहुन्छ कतिजनाले त अब हेरौँ चिन्नुहुन्छ कि हुन्न लेट्स स्टार्ट सबैजनाको नम्बर सेभ छ हुँदैन सबैको नम्बर सेभ छ सेभ छ ए ए ए हेलो हेलो प्रकाश मामा हेलो पक्नु है फोन लाउँदै बोलेको होइन होइन ट्राई गर्दैछु कति हाँस उठ्यो मलाई हेलो प्रकाश हाँस्यो भने छाडा नभन्नु नि मलाई ल मुख छोपेर बोल्दिनस् हेलो प्रकाशजी यसको त सबै भुस निस्किन्छ एउटा सल पक्नु यता छ यता सल कहाँ छ हो त्यहाँ सल छैन सल नचाहिन नि सक्छ यहाँ आऊ न यहाँ चिनी हाल्नुहुन्छ नि हौ मलाई म सलै लिन आउँछु एकछिन है हेलो प्रकाशजी सुनियो बुझिन्छ हेलो प्रकाशजी अनि ठिलो गरी बोल्नु पर्यो हेलो प्रकाशजी प्रकाशजी त त सुरुमै हाँस्छेस् नि हेलो हेलो हजुर हजुर प्रकाशजी हजुर हजुर त्यो तपाईँ अहिले कता हुनुहुन्छ होला म घरमै छु त ए अमला छ तपाईँहरूकोमा हजुर अमला त छैन त को बोल्नुभएको होला ए होइन ए मलाई 5 केजी अमला जति चाहिएको थियो हजुर को बोल्नु होला 50 रुपियाँ पर केजी हुँदैन को बोल्नु भएको हजुर म अनि टोटलाको पात पनि चाहिएको थियो फुल त्यो 2-3 कोसा भए पुग्थ्यो यहाँ हाम्रो एकजना साह्रै बिरामी हुनुहुन्छ कि सीताकी छोरी हुन्ती अरे म बोली सुन्छु हो कि नम्बर आउँछ एक बाबा निके म हुन्ती पड्काउँछु अनि एक बाबा भन्छु कोसिस त फेरि बोलेकै हो भन्छु झुक्याउनु बुढो मान्छेलाई आया एकछिन रमाइलो गरौँ भनेको चिनिहाल्नु हो कतिको नम्बर हो यो मेरै हो नयाँ नम्बर मलाई छैन सकियो त नानी आज 15 किलो बेसी अहिले 50-45ले होइन चाहिएन अब टोटलाको त्यो ठुला कोसा थियो आज टिप्न भ्याइएन 25-30 वटा छ त्यो पनि 45 रुपियाँ 50 रुपियाँ गोटाले बिक्छ त्यो लान भ्याइएन आज ल बाबा त्यस्तो त हुन्छ अझै अरूलाई पनि गर्न बाँकी छ भाइ ए ल हजुर गीता के भन्नु गीता अर्याल ए हजुर दीक्षान्तको प्यारेन्ट्स बोल्नु भएको हो भन्छु ल त्यो सुनिँदैन अब त्यत्रोसम्म
ठुलोले बोल न हेलो नमस्कार हेलो हजुर दीक्षान्तको प्यारेन्ट्स बोल्नुभएको हो म्याम ए हजुर दीक्षान्तले चाहिँ हाम्रो यहाँ सरहरूको कम्प्लेन आएको थियो उहाँले चाहिँ म्याथको र साइन्सको होमवर्क गर्नुभएको छैन अरे आजभोलि अलि होमवर्क गर्न अल्छी गर्नुहुन्छ भनेर कम्प्लेन गर्नुभएको थियो अनि राम्रो स्टुडेन्ट बिग्रियो भनेर अब कल गरिदिनु उहाँको प्यारेन्ट्सलाई भनेर म चाहिँ रिसेप्सनिस्ट हो अनि उहाँले भन्नुभएको थियो हजुर एकचोटि उहाँलाई सम्झाइदिनुहोस् न है ए हुन्छ नि जो कराटेको कम्पिटिसन थियो कि अनि उता गएर थियो अनि एउटा गरेर आएर अनि त्यहाँ थियो अनि बिहान पनि कराटे हुन्छ अनि आउँदा आउँदा स्कुल जाने भइहाल्छ त्यही भएर होला अरू बेला त पढ्थ्यो ए हजुर उहाँको अलिक पढाइ खच्किरहेको छ भनेर सरले कम्प्लेन गर्दै हुनुहुन्थ्यो अब हजुर एकचोटि उहाँलाई गाइडेन्स गरिदिनुहोस् न है घरमा पनि ए हजुर हुन्छ अनि के अब हजुरले भोलि चाहिँ यहाँबाट अब होमवर्क दिएर पठाउने भन्नुभएको छ स्टुडेन्टहरूलाई आज पनि अनि अब हिजोको होमवर्क उहाँले गर्नुभएको थिएन भने हिजो र आज के दुइटै गरेर पठाइदिनुहोस् न है ए हुन्छ हस् हस् थ्याङ्क यू होइन यसलाई प्रकारले अघि भनौँ कि होइन चिनिन होला यसले ला त्यति राम्रो स्टुडेन्टको मैले त्यो पनि मिलाइन हौ मैले अनि हकमक्कै तेरो पनि चिनिन फर्स्ट हुने मान्छेलाई है अब निबिसलाई गर्छु न ल आज के बार ए आन्या गएकी त थियो होला नि बिहिबार आन्याको स्कुलको नाम भन्नु पर्दैन भोलि त्यत्रो बोल्न जान्ने मान्छेले कस्तो प्र्याक्टिस अनि कस्तो त अनि आउँदैन हाँस उठ्छ नि त अनि प्र्याङ्क हो साँच्चीकै बोल्नु पर्दा पो बोलिन्छ साँच्चीकै हुँदा चाहिँ मजाले बोल्छु चार्ज पनि 15% मात्रै छ मजा गरौँ हेलो नमस्कार नमस्कार हजुर आन्याको प्यारेन्ट्स बोल्नुभएको म्याम हो त ए उहाँले चाहिँ आजभोलि अलि होमवर्क गर्न अल्छी गर्नुभएको जस्तो लाग्यो म्याम अनि हजुरलाई हामीले यही इन्फर्म गर्न कल गरेको उहाँलाई एकचोटि घरमा गाइड गरिदिनुहोस् न है हिजोको होमवर्क उहाँले गर्नु नै भएको छैन कुन सब्जेक्टको म्याम म्याथमेटिक्स र साइन्स हजुर कुन टिचर हो साइन्सको टिचर म्याथको हजुर हामीलाई चाहिँ रिसेप्सनमा हो म चाहिँ हामीलाई सर म्यामहरूले कम्प्लेन गर्नुभएको थियो अनि त्यही कुरा हामीले हजुरलाई कल गरेर भनेको हिजोको मात्र गरेको छैन कि अगाडिको पनि समस्या थियो हजुर हिजोको गरेको छैन अनि आजभोलि अलि पढ्न पनि अल्छी गर्दै छिन् जस्तो देखिन्छ म्याम ए हुन्छ म्याम हुन्छ मैले घरमा त गाइड त गर्ने गरेको छु तर उसले कतिवटा होमवर्क भनेको छ त्यो अब सोद्धाखेरि यतिको यो होमवर्क छ भन्दाखेरि मैले गाइड गर्ने हो होइन हजुर हजुर उसले नेपाली छ त्यो पनि भोलिको लागि छ भनेर भोलिको त्यही होमवर्कको लागि मैले अलिकति सहयोग गरेको थिएँ होइन गाइड त गर्ने नै गरेको छु तर म्याथ र साइन्सको त आजको होमवर्क छ भनेकै थिएन मलाई नानीले खै म्याम आजभोलि टिचरहरूले पनि उहाँलाई पढाउने सब्जेक्ट टिचरहरूले कम्प्लेन गर्दै हुनुहुन्छ अनि अब राम्रो स्टुडेन्ट बिग्रियो भनेर यहाँनिर मिटिङमा पनि उसको कुरा हुन्छ अब कतिको पढ्छिन् म्याम घरमा चाहिँ घरमा त उसले होमवर्क छ भने गर्ने हजुर हजुर नानी आफूसँगै बसेर पनि पढ भन्दाखेरि उसलाई चाहिँ धेरै त्यो पढ्न चाहिँ किन हो थाहा छैन अब साइकोलोजिकल्ली अलिकति स्कुलमा पनि ट्रिट गर्नुपर्छ कि पढ्न आफै पढ्ने यति समय पढ्ने भोलि मैले यति सोद्धाखेरि जान्ने हुनुपर्छ भनेर अलिकति पर्सनल्ली पनि टिचरहरूले गाइड गरिदिनु भयो हुन्थ्यो जस्तो भइरहेको छ किनभने ऊ नयाँ स्टुडेन्ट हो होइन
अनि अलिकति उसलाई अलिकति ट्रिट चाहिँ गर्नै पर्छ होला। मैले अस्तिको मिटिङमा मैले म्यामहरूसँग कुरा गर्न पाइनँ, म पनि आउट अफ वृत्तमाभन्दा बाहिर थिएँ नि त। हजुर म्याम, हजुर। त्यसले गर्दाखेरि हो। अब अस्तिको रिजल्ट पनि मैले हेर्न पाएको छैन, मलाई कसरी मिल्छ त्यो रिजल्ट पनि एकपल्ट पठाइदिनुहोस् होइन। हजुर म्याम, वाट्सएपमा म खोजेर पठाइदिन्छु नि त हजुरलाई। हुन्छ। लास्ट टाइम यो जुन चाहिँ शुक्रबारको एकपल्ट अघिल्लो डेटमा आउनलाई रेडी भएको थिएँ म, त्यो डेट पर्यो क्या, पोस्टपोन भयो रिजल्टको लागि। त्यसमा चाहिँ टाइम मिलाउन सकिनँ मैले। हजुर हजुर। त्यसले गर्दा त्यो रिजल्ट छुटिरहेछ। त्यो रिजल्ट हेर्छु अनि म घरमा त माई बेस्ट हो, म गर्छु होइन मेरो बेस्ट। तर उसलाई चाहिँ प्यारेन्ट्सको भन्दा पनि अलिकति स्कुलको अलिकति प्रायोरिटी अलिक बढी चाहिन्छ कि जस्तो लागिरहेछ। न्यू स्टुडेन्ट हो, उसलाई स्कुल पनि नयाँ छ, इन्भाइरोमेन्ट पनि नयाँ छ नि त। अनि त्यही भएर चाहिँ अलिकति गाइड पनि गर्नुपर्छ। ठिक छ, म मेरो बेस्ट गर्छु। म अब होमवर्कहरू त सोधिरहेको हुन्छु, उसले भनेसम्म त मैले गर्नको लागि लगाइरहेको छु होइन। हजुर। अनि उसलाई हेल्प पनि गरिरहेको छु, नजानेको नबुझेको सिकाइ पनि रहेको छु। तर म ठिक छ, हजुरले ठिक गर्नुभयो, कुरा गर्नुभयो। यो कम्प्लेन आइसकेपछि अझ धेरै हामीलाई पनि क्युरियोसिटी हुन्छ, म्याम टिचरहरूसँग पनि भेट्नुपर्ने हुन्छ होइन। हजुर हजुर, यसो गर्नुहोस् न त, उहाँको अब आज पनि हामी होमवर्क दिएर पठाउँछौँ होइन म्याम। हजुर। अनि हिजोको र आजको अब त्यो दुइटै कम्प्लिट गराएर उहाँलाई भोलि चाहिँ पठाइदिनुहोस् न। ए हुन्छ, त्यो त प्रब्लम नै छैन। तर बच्चालाई कसरी गाइड गरिदिनुहोस् भने जुन होमवर्क छ नि हजुर। त्यो होमवर्क चाहिँ गएर प्यारेन्ट्सलाई यो आउँदैन भने पनि बिग्रे पनि गरेर आउनु। टाइमिङ पढ्नको लागि होमवर्क छैन भने पनि जुन रिड गर्नु भनेको छ त्यो पनि प्यारेन्ट्ससँग सेयर गर्नु भनिदिनु भयो भने अझै सजिलो पर्छ। हिजो त अब यस्तो पनि भयो, स्काउटको उसको 5:30सम्म थियो। हजुर। अनि नेपालीको धेरै होमवर्क रहेछ, त्यही भएर अरूले बिर्सेको हो या मलाई सुनाउन त्यसरी नसुनाउने त होइन होइन। हजुर हजुर। त्यो बिर्से चाहिँ मैले बिचमा हुन्छ माइजू भनेको फुल क्लिप चाहिँ एडै भएन छ। केही कम्प्लेन छ भने पनि मलाई भनिदिइहाल्नुहोस् ल, जे पनि हुन्छ। कस्तो ठ्याक्कै तिम्रो चाहिँ जोड्छ उसको रिसेप्सनको नक्कली। मेरो नयाँ नम्बर हो क्या। अनि म प्रकाश मामालाई गीता मामुलाई गरेको, दीक्षाले उठाइ दीक्षान्तको कम्प्लेन गरेको। दीक्षालाई त थाहा नै छैन, हिजो खोइ के को गेम थियो, कम्पिटिसन थियो, अनि त्यही भएर गरेन म्याम। अब गर्छ भन्दै थिएँ। पैसा सकिन आँट्यो अनि त्यसपछि मलाई पोल खुलाउनु पर्यो। होइन होइन, पैसा त छ, हालेरै भए पनि गर्थेँ म। अनि के युट्युबमा अपलोड हुनेवाला त होइन नि? खोइ त्यो त थाहा हुँदैन। त्यो त प्र्याङ्क त होइन होला नि? हुन पनि सक्छ। अनि कहिले रिजल्ट हालिदियो होला त अस्तिको? त्यत्रो बोल्दा पनि चिन्नु भएन तपाईँले। अनि क्या, म त पुरै हुन्छ नि तिमीको यही भोइस भएको एकजना छ रिसेप्सनमा। फाइदा भएछ त्यसो भए त। एकजना छ कि एकजना सानी नानी केटी जस्तै 12हरू पढेकै होला ऊ पनि जस्तो लाग्छ। 2-3जना छन्, अरू चाहिँ म्याचर जस्तो लाग्छ। भोइस तिम्रो यस्तो छ क्या, सेम। वाह, म भिडियो कल गर्न आऊ। हुन्छ। दीक्षाको चाहिँ रियाक्सन लिनै बिर्सेछ, अनि फेरि कल गरेको। के भनेर गर्नु? के भन्छस् त? अनि ठिकै छ, अघि एउटा कुरो भन्न बिर्सेछ भन्ने के कुरो बिर्सिया छ? खोइ त्यही चाहिँ थाहा छैन। ए अघिको टिचर चिन्नुभयो भनेर भन नि। के गर्दैछेस् भन्न नि। त्यही नम्बरमा भन, दीक्षा के छ खबर भन्न। गीतामा बोल्नु भने फेरि गीतामालाई नै गर्छु ल। पर्दैन, सुनिन्छ, ठुलो पर्नु। भाइले गाली खान्छ। हेलो हजुर। हजुर, मलाई चिन्नु भयो नि? मैले अघि भर्खर कल गरेको थिएँ दीक्षान्तको स्कुलबाट। म हजुर
हजुरको नाम म त रिसेप्सनिस्ट हो, मेलिना हो मेरो नाम। ए अनि होस्पिटलमा त हुनुहुन्न नि त पहिला। म न्यू भर्खर जोइन भएको, म जोइन भएको 1 हप्ता जति भयो। ए हजुर हजुर, अनि अनि के छ त दीक्षा खबर? दीक्षा हेलो हेलो बोल्दै बोल्दिनस् त। अलिक ठुलो स्वरमा बोल न, सुनिएन। कहाँ गयो, कहाँ गएर बोल्थे? फोन समातेर फोन समातेर बोल न, फोनको स्पिकरमा। हजुर म त यो नम्बरले भोलि सरलाई मेरो नाम आएको थियो। अब आजसम्म सरहरूले कम्प्लेन गर्नु मात्रै, यो कम्प्लेन गर्न को आएछ भनेर। अया दीक्षाको रियाक्सन लिन खोजेको, बोल्दै बोलिन यो टाढा गएर नि। हो त अनि नि। दीक्षान्तको पनि हल्का कम्प्लेन गरिदिउँ न भनेर कम्प्लेन गरिदिएको। आया लगी हजुर बोले कि सुनिँदैन, बोले कि सुनिएन। अनि हुन्छ म्याम, ऊ कम्पिटिसनमा गएको थियो, अनि अब भोलि चाहिँ गर्छ। ल कस्तो नचिनेकी त हो। ल ल मैले राखेको, मेरोमा 7% मात्रै चार्ज छ। अब चाहिँ सबैलाई प्र्याङ्क गरिसकेँ भनेर बसिरहेको थिएँ, तर एकछिनमा फेरि म मेसेन्जर खोलेर हेर्छु त माइजूको भोइस मेसेज आएको रहेछ। अनि आन्या स्कुलबाट आएपछि माइजूले फेरि आन्यालाई स्कुलबाट साँच्चीकै कल आएको थियो तिम्रो स्कुलबाट, किन भनेर सोधेर प्र्याङ्क गर्नुभएछ। आज चाहिँ प्र्याङ्कमाथि प्र्याङ्क भइरहेको थियो, तर आन्याको रियाक्सन खिच्न पाइएन, तर भोइस सुनेर कस्तो रमाइलो भयो। स्कुलबाट आज फोन आएको थियो त। स्कुलबाट फोन आएको थियो त। थाहा भएन मलाई। होमवर्क के गर्न बाँकी छ र केही छैन। केही ढाँटेको छलेको अथवा केही बिर्सेको छ मलाई भन्न। अनि होमवर्क कतिवटा बुझाउन बाँकी छ कि केही छ कि? एउटा नेपालीको छ, भोलि बुझाउनु भनेको छ। त्यो अलिकति गर्न बाँकी छ, हो त्यो भोलि बुझाउने हो। म्याथको साइन्सको केही कम्प्लेन, केही बदमासी स्कुलमा? अनि घरमा मैले तिमीलाई सिकाइरहेको छु नि, होइन? केही समस्या छ? अनि किन कल गरेको थियो? स्कुलबाट कल आएको थियो, होमवर्क टाइममा बुझाइरहेको छैन, राम्रो स्टुडेन्ट हो, तर केही समस्या छ भने उसलाई सहयोग गर्नु, गाइड राम्रो गरिदिनु अथवा स्कुलमा भन्नु भनेर कल आएको थियो। छैन नि समस्या केही पनि? केही छैन? मैले क्लास टिचरलाई फेरि फोन गर्नुपर्छ, रिसेप्सनबाट कल आएको थियो। छ केही समस्या? केही प्रब्लम छ स्कुलमा? छैन? पक्का? एभ्रिथिङ सेयर गर्छौ नि मसँग? गरिरहेछौ नि? स्कुलबाट फोन आउने त त्यस्तो नहुनु पर्ने त, किन फोन आयो त? कसै फोन आयो त मलाई के थाहा नि, मैले त केही गरेको छैन। स्कुलमा केही बदमासी यताउति, क्लास वर्कहरू नबुझाउने? सानो कुराहरू त भन्छु आएर। क्लास वर्कहरू केही छुटाएको गरेको केही छैन नि? अनि रिड गरेर आउनु भनेको वाला गरेको छैन। त्यो चाहिँ भनेपछि त्यो पनि गर्नुपर्ने भएछ अबदेखि, होइन? गर्नु पर्यो नि त, सानोतिनो कुराहरू समस्या छ भने।
अल्छी गर्नु भएन नि पढ्नको लागि त अनि त्यही पढ्नको लागि भनेर स्कुल जानु छ मेहनत गर्नु छ अनि अल्छी गरिरहन्छ कुन म्यामले कि सरले कुन म्यामले फोन गर्नुभयो रिसेप्सनबाट फोन आएको थियो अरे आएको थियो रिसेप्सनबाट फोन आएको थियो टिचरहरूले चाहिँ एकपल्ट गाइड गरिदिनु भनेर प्यारेन्ट्सलाई कल गरिदिनु भन्नुभएको थियो अरे अनि क्लास टिचरसँग कुरा त भइरहेछ मेरो उहाँले त्यस्तो कम्प्लेन गर्नुभएको थिएन भरे त्यो चाहिँ क्लास टिचरले मात्रै नभएर सबै टिचरहरूले चाहिँ समस्या देखेर फोन गर्न लाउनु भएको भन्दै हुनुहुन्थ्यो त्यहाँ रिसेप्सनको बहिनीले सबै टिचरले चाहिँ किन कम्प्लेन गरे त तिमीलाई केही भन्नुभएको छैन टिचरहरूले क्लासमा केही समस्या यताउति केही छैन नि नयाँ स्टुडेन्ट भएकोले गर्दा बुझ्दैनौ भन्नुहुन्छ नबुझे नि भनिदिन्छु त्यो त प्रब्लम भइहाल्यो नि बुझिन भनेर 10 खेप पनि दोहोऱ्याएर सोध्ने सुविधा हुन्छ स्कुलमा बुझ्यौ नि अबदेखि यस्तो कम्प्लेनहरू नआओस् है ल आउने वातावरणै नबनाऊ ल